नमस्कार साथीहरू, आज हामी खप्तर बाबाको बहुचर्चित पुस्तक विचार विज्ञानको समरी प्रस्तुत गर्दैछौँ, जुन विषयले हाम्रो सम्पूर्ण जीवनलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ। हामी दिनभरि हजारौं विचार गर्छौँ, तर कहिले सोच्यौं कि आखिर विचार भनेको के हो, यो कहाँबाट आउँछ, यसको शक्ति कति ठूलो हुन्छ र किन एउटा सानो विचारले मानिसको जीवनलाई स्वर्ग पनि बनाउन सक्छ र नरक पनि। विज्ञान र अध्यात्म दुवैले हजारौं वर्षदेखि यही रहस्य बुझ्ने प्रयास गरिरहेका छन्। हाम्रो आँखाले विचार देख्न सक्दैन, तर यसको प्रभाव हामीले हरेक दिन अनुभव गरिरहेका हुन्छौँ। एउटा राम्रो विचारले मानिसलाई सफल, शान्त र महान बनाउन सक्छ भने एउटा खराब विचारले जीवनलाई दुःख, भय र विनाशतर्फ धकेल्न सक्छ। संसारको एउटा नियम छ, जति वस्तु सूक्ष्म हुन्छ त्यति नै शक्तिशाली हुन्छ। ढुङ्गाभन्दा माटो नरम छ, तर माटोमा जीवन उमार्ने शक्ति छ। पानी माटोभन्दा सूक्ष्म छ, बाफ पानीभन्दा अझ शक्तिशाली हुन्छ, अनि वायु त्योभन्दा पनि शक्तिशाली हुन्छ। प्रकाश, आवाज र बिजुली त झन् अदृश्य शक्ति हुन्, तर यी सबैभन्दा सूक्ष्म र शक्तिशाली कुरा हो विचार। मानिसको एउटा विचारले संसार बदलिएको इतिहास छ। एउटा विचारले युद्ध गराएको छ, एउटा विचारले देश स्वतन्त्र बनाएको छ र एउटा विचारले करोडौं मानिसको जीवनमा आशा जगाएको छ। विज्ञानका अनुसार हाम्रो मस्तिष्क निरन्तर तरङ्गहरू उत्पन्न गरिरहेको हुन्छ। जब हामी सोचिरहेका हुन्छौँ, हाम्रो दिमागमा ऊर्जा उत्पन्न हुन्छ। अध्यात्म भन्छ, विचार केवल दिमागभित्र सीमित हुँदैन, यो बाहिर पनि फैलिन्छ। हामीले गर्ने हरेक सोच एउटा तरङ्ग जस्तै ब्रह्माण्डमा फैलिन्छ। त्यसैले हामी जस्तो सोच राख्छौँ त्यस्तै परिस्थिति बिस्तारै हाम्रो जीवनमा आकर्षित हुन थाल्छ। यदि मानिस सधैँ डर, असफलता र दुःखको कुरा मात्र सोचिरहन्छ भने उसको मन कमजोर हुँदै जान्छ। तर यदि ऊ आशा, साहस र सफलताको विचार गर्छ भने उसको भित्री शक्ति जाग्न थाल्छ। हाम्रो मन एउटा खेत जस्तै हो। खेतमा जुन बिउ रोपिन्छ त्यही फल उब्जिन्छ। यदि मनमा नकारात्मकता, ईर्ष्या, क्रोध र डरको बिउ रोपियो भने जीवनमा दुःख र अशान्ति बढ्छ। तर प्रेम, आत्मविश्वास, मेहनत र सकारात्मक सोचको बिउ रोपियो भने सफलता र शान्ति आउँछ। धेरै मानिस भाग्यलाई दोष दिन्छन्, तर वास्तवमा मानिस आफ्नो विचारद्वारा नै आफ्नो भाग्य निर्माण गरिरहेको हुन्छ। आज हामी जे छौँ त्यो हिजो गरेका विचारहरूको परिणाम हो, र भोलि हामी के बन्छौँ भन्ने कुरा आजका विचारहरूले तय गरिरहेका हुन्छन्। धेरै पटक हामी आफैलाई कमजोर बनाइरहेका हुन्छौँ। हामी भन्छौँ, म सक्दिनँ, मेरो भाग्य खराब छ, मेरो जीवनमा केही राम्रो हुँदैन। यस्ता शब्दहरू सामान्य लाग्न सक्छन्, तर यी विचारहरूले मस्तिष्कमा गहिरो असर पारिरहेका हुन्छन्। जब एउटै विचार बारम्बार दोहोरिन्छ त्यो हाम्रो स्वभाव बन्छ। जस्तै गाडी बारम्बार एउटै बाटोमा घुर्दा त्यहाँ गहिरो चिन्ह बन्छ, त्यसरी नै एउटै सोचले दिमागमा बलियो बाटो बनाउँछ। त्यसपछि त्यो विचार हाम्रो बानी र चरित्रमा परिवर्तन हुन थाल्छ। योगशास्त्रमा भनिएको छ, खराब विचार हटाउने उपाय भनेको त्यसको विपरीत राम्रो विचार ल्याउनु हो। यदि मनमा क्रोध छ भने शान्तिको अभ्यास गर्नुपर्छ। यदि डर छ भने साहसको भावना ल्याउनुपर्छ। यदि लोभ छ भने सन्तोष र उदारताको अभ्यास गर्नुपर्छ। अन्धकार हटाउन प्रकाश चाहिन्छ, त्यसरी नै नकारात्मकता हटाउन सकारात्मक विचार आवश्यक हुन्छ। मानिसले जुन विचारलाई पानी हालेर बलाउँछ त्यही विचार ठूलो बन्छ। त्यसैले नराम्रो सोचलाई ध्यान नदिएर राम्रो विचारलाई बलियो बनाउनुपर्छ। हामीले धेरै पटक सुनेका हुन्छौँ, सकारात्मक सोच राख, तर यसको अर्थ केवल राम्रो कुरा कल्पना गर्नु मात्र होइन। सकारात्मक सोच भनेको आफ्नो मनलाई सही दिशामा प्रशिक्षित गर्नु हो। उदाहरणका लागि, यदि कुनै विद्यार्थीले सधैँ म फेल हुन्छु मात्र सोचिरह्यो भने ऊ पढ्दा पनि डराइरहन्छ। तर यदि उसले म मेहनत गर्छु र सफल हुन्छु भन्ने सोच बनायो भने उसको आत्मविश्वास बढ्न थाल्छ। विचारले शरीरलाई पनि असर गर्छ। डर लाग्दा मुटुको धड्कन बढ्छ, रिस उठ्दा शरीर काप्छ, अनि खुसी हुँदा शरीर हलुका महसुस हुन्छ। यसको अर्थ विचार केवल मानसिक कुरा होइन, यसले हाम्रो शरीरलाई पनि प्रत्यक्ष असर गरिरहेको हुन्छ। रोग र स्वास्थ्यमा पनि विचारको ठूलो प्रभाव हुन्छ। धेरै मानिस सानो रोग हुँदा नै डराउन थाल्छन्। अब म निको हुन्न, यो रोग खतरनाक हो भन्ने डरले रोग झन बढाउँछ। तर सकारात्मक सोच, आत्मबल र आशाले शरीरलाई निको हुन मद्दत गर्छ। डाक्टरहरूले पनि बिरामीलाई हौसला दिनुको कारण यही हो। जब मानिस आशावादी हुन्छ, शरीरभित्र उपचार गर्ने शक्ति सक्रिय हुन्छ। हाम्रो शरीर स्वाभाविक रूपमा स्वस्थ रहन चाहन्छ, तर डर, तनाव र नकारात्मक सोचले त्यो शक्ति कमजोर बनाइदिन्छ। विचारको प्रभाव केवल आफूमा मात्र सीमित हुँदैन, हाम्रो सोचले अरूलाई पनि असर गरिरहेको हुन्छ। यदि घरमा सधैँ झगडा, रिस र नकारात्मक वातावरण छ भने त्यहाँ बस्ने सबै मानिसको मन अशान्त हुन्छ। तर जहाँ प्रेम, सम्मान र सकारात्मकता हुन्छ त्यहाँ शान्ति महसुस हुन्छ। हामीले बोलेका शब्दहरू पनि विचारकै रूप हुन्। त्यसैले कसैलाई अपमान गर्ने शब्दले घाउ दिन सक्छ भने प्रेमले भरिएको एउटा सानो वाक्यले कसैको जीवन बदल्न सक्छ। ध्यान र एकाग्रताको शक्ति पनि विचारसँग सम्बन्धित छ। सामान्य अवस्थामा हाम्रो मन चारैतिर दौडिरहेको हुन्छ, तर जब एउटै लक्ष्यमा ध्यान केन्द्रित गरिन्छ तब असाधारण शक्ति पैदा हुन्छ। इतिहासमा भएका धेरै महान आविष्कार
कला र सफलताहरू गहिरो एकाग्रताको परिणाम हुन्। जब मानिस आफ्नो लक्ष्यप्रति पूर्ण रूपमा समर्पित हुन्छ तब उसको विचार शक्तिशाली बन्न थाल्छ। आध्यात्मिक दृष्टिले हेर्ने हो भने विचारहरूको आफ्नै ऊर्जा र प्रभाव हुन्छ। प्राचीन ऋषिहरूले भनेका छन्, प्रेम, भक्ति र शुद्ध विचारले मानिसको अनुहारमा तेज ल्याउँछ। रिस, घृणा र हिंसाले मानिसलाई भित्रैबाट कमजोर बनाउँछ। तपाईले याद गर्नुभएको होला, केही मानिससँग बस्दा मन शान्त हुन्छ, केहीसँग बस्दा बेचैनी हुन्छ। यसको कारण उनीहरूको विचार र मानसिक ऊर्जा हो। रङहरूको भाषामा पनि विचारलाई व्याख्या गरिएको छ। प्रेम र भक्तिको विचारलाई गुलाबी र आसमानी रङसँग जोडिन्छ। क्रोध र हिंसालाई कालो र रातो रङसँग तुलना गरिन्छ। यसको अर्थ हाम्रो भित्री अवस्था बाहिर पनि प्रकट भइरहेको हुन्छ। त्यसैले राम्रो व्यक्तित्व बनाउन केवल बाहिरी सजावट होइन, भित्री सोच शुद्ध हुन आवश्यक छ। इतिहासमा धेरै महान व्यक्तिहरूले आफ्नो जीवन विचारको शक्तिद्वारा बदलेका छन्। नेपोलियन बोनापार्ट सानैदेखि आफूलाई सेनापति भएको कल्पना गर्थे। लगातारको त्यही सोचले उनलाई फ्रान्सको सम्राट बनायो। धेरै सफल मानिसहरूले आफ्नो लक्ष्यलाई पहिले मनमा निर्माण गरेका थिए अनि पछि वास्तविक जीवनमा पूरा गरेका थिए। त्यसैले सपना देख्नु गलत होइन, तर त्यो सपनालाई विश्वास, मेहनत र निरन्तर सकारात्मक सोचले बलियो बनाउनु पर्छ। हाम्रो वर्तमान अवस्था जस्तो सुकै भए पनि भविष्य परिवर्तन गर्न सकिन्छ। यदि आजदेखि सोच परिवर्तन गरियो भने जीवनको दिशा पनि परिवर्तन हुन थाल्छ। सानो सानो राम्रो बानी, सकारात्मक शब्द, आत्मविश्वास र सही सङ्गतले मनलाई बिस्तारै बदल्छ। जसरी एउटा सानो बिउ समयसँगै विशाल वृक्ष बन्छ, त्यसरी नै एउटा सानो सकारात्मक विचारले भविष्यमा ठूलो परिवर्तन ल्याउन सक्छ। भगवान वा प्रकृतिले मानिसलाई असीम सम्भावना दिएर पठाएको छ, तर धेरै मानिस आफ्नो शक्ति चिन्न नसकेर डर, आलस्य र नकारात्मक सोचमै हराइरहेका हुन्छन्। वास्तविक आत्मसंयम भनेको आफ्नो मनलाई सही दिशामा नियन्त्रण गर्न सक्नु हो। जो मानिसले आफ्नो विचारलाई नियन्त्रण गर्न सिक्छ, उसले आफ्नो जीवनलाई पनि नियन्त्रण गर्न सिक्छ। त्यसैले आजबाट एउटा निर्णय गरौँ, डरभन्दा साहस रोजौँ, घृणाभन्दा प्रेम रोजौँ, निराशाभन्दा आशा रोजौँ। अरूको दोष खोज्नुभन्दा गुण देख्न सिकौँ। भूतकालको दुःखमा अड्किनुभन्दा वर्तमानलाई सुधार्न ध्यान दिउँ, किनकि जीवन बाहिरबाट होइन, भित्रबाट बदलिन्छ र त्यो परिवर्तनको सुरुवात हाम्रो विचारबाट हुन्छ। याद राख्नुहोस्, विचार कुनै सामान्य कुरा होइन। यही विचारले मानिसलाई साधारणबाट असाधारण बनाउँछ। यही विचारले एउटा कमजोर व्यक्तिलाई शक्तिशाली बनाउँछ र यही विचारले संसारलाई अन्धकारबाट उज्यालातर्फ लैजान सक्छ। त्यसैले आफ्नो मनलाई राम्रो विचारले भरौँ, आत्मविश्वास बढाउँ, प्रेम र परोपकारलाई जीवनमा उतारौँ। जब मानिसको विचार शुद्ध हुन्छ तब उसको जीवन पनि सुन्दर बन्न थाल्छ। धन्यवाद। यस्तै पुस्तकका समरीहरूका लागि हामीलाई फलो गर्दै गर्नुहोस् है त।